2 घन्टा भएन 2 घन्टा 2.5 घन्टा भयो होला हामी बोल्न थालेको म यत्रो लुगाहरू मिलाएँ सगर सफाइ गरेँ खाना पकाएँ भाउजू म खाना खान्छु भने खाना पकाएँ अन्त मासु तताएर ठ्याक्कै खान लाग्यो मलाई लाइभ सेयर गरिहालेँ के रहेछ त भनेर भित्र गएको त मेरै कुरा गरेर बसेको भाइ यो चाहिँ म लाइभ बसेको बेलामा मलाई फोन नगर्दै आउन यार दिदी बहिनीहरू यार एउटा सोध्दा त मलाई पनि भन्न दिए के यो नभनेको भएर हेपेको होइन म तपाईँ चुप लागेर बसेर हो कि हेपेको? नहीं 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 मीना दिदी यो तपाईँ चुप लागेर मात्रै बस्यो आफ्नो ठाउँमा सबै सती साबिती हुन्छ नि मै बिग्रेकी हुँ मै ना केटा खेलाएर छ्या अति गर्नु के गर्न पर्ने के नहीं नहीं यो अति मात्रै गरेको हैन के मीना दिदी तपाईलाई यो मार्नको लागि प्लानिङमा बसेको बुझ्नुभयो नि यो तपाईले मार्नको लागि बसेको छ नि यिनीहरु तपाई त्यही भएर बेलैमा कानुन प्रक्रियामा जानुस् के म अचम्मै लाग्छ के बेलैमा कानुन प्रक्रियामा जानुस् किनभने पछि तपाईको चरित्र हत्या त भएको छ तपाई कानुनदेखि जसको तपाईले बिगाड्दिनु भएको छ नि जसको तपाईले बिगाड्दिनु भएको छ नि हो त्यो मान्छेले मात्र तपाईको बारेमा बोल्न पाउँछ के यहाँनिर तपाईले सिधै तपाईको चलिरहेको सासमा अट्याक गर्न खोजिरहेछन् बुझ्नुभयो तपाईले यो भ्युजको कुरा गर्नुहुन्छ नि तपाईले चलिरहेको सासमा अट्याक गर्न खोजिरहेछन् तपाईलाई जसले तपाईले कसैको चोरेर खानु भएको छ नै तपाईले बिगाड्दिनु भएको छ ल तपाईले कसैको श्रीमान बिगाड्नु भयो ओके ल त्यो कुरा डन ठीक छ तपाईले गल्ती गर्नुभयो आफ्नो गल्ती दिदी काम समातेर स्वीकार्नु पर्छ मैले आएर दिन रात मैले भनेको छैन र सिस्टर भनेको छु नि दिन कसैको एक शब्द निकाल्नु हुन्न यार खुकुरी जति बेला पाए त्यति बेला चोट जो पनि आएको छ एउटा कुकुर बिरालो बोक्ने आइमाई पनि आएर सिधै छुरी हानिरहेछ त यार कोही तरिका हो तिम्रो आइमाई हौ कि तिम्रो धरतीका बोझ हौ तिमीहरुलाई पृथ्वी गोलो छ भोलि तिम्रो छोरीलाई यही पीडा परोस् भगवानसँग त्यही कृपा मागेको छु बुझ्यौ तिमीहरुले मीना दिदीलाई बारम्बार उनको घाँटीमा लगेर छुरा हानेको छौ नि भगवानको कृपा गरेर भन्छु नि मैले एक रातको दिनको दिन इनको आँसुमा जो छोरी मान्छेको एउटा पीडा छ नि भगवानको कृपाले इनको छोरीको नि एक गरेर संसारमा बनाओस् के एउटा छोरी मान्छेलाई प्रत्येक दिन मारेको छ तिमी रानीहरुले सोचेको चाहिँ के छौ के यार तिमीहरुको माथि पर्ने आउँदैन पृथ्वी गोलो छ के बुझ्यौ एउटा छोरी मान्छेलाई उ नाङ्गै हिँड्नुहोस् त तिमीहरुले चासोको कुरा भयो हेर्न मन लाग्दैन पर्दा लाऊ के बुझ्यौ हेर्न मन लाग्दैन त्यहाँनिर पर्दा लाएर हिँड ठीक छ उले समाजमा गलत एउटा भन्नु कुरा के हो भनेपछि यो गलत कुराहरु समाजमा आउनु हुँदैन यो गलत हो यो समाजमा ठीक छ उले समाजलाई असर पर्ने काम गरेको छ उले माफी मागे अहिलेदेखि गरेको छैन तिमीहरु टोयलेट जाँदा उले टोयलेट पस्दा तिमीहरु कहाँ गएको कुरा गर्छौ होटल भित्र गएको कुरा गर्छौ भगवानको कृपाले तिमीहरुको छोरी र बहिनी नि भगवानको कृपा माग्दै छु के एउटा छोरी मान्छेलाई उसको मास्ते अधिकारमा पल 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 छुरा ठोकेको छौ तिमीहरुले जन्माको हो र यार उसको जन्माको आम्बाउले त उसको जिउने अधिकार मजाले दिएको छन् भने तिमीहरु को हुन्छौ भने के मीना दिदी तपाई चाहिँ अब तिलोसँग चाहिँ गर्दै नगर्ने के हजुरलाई सिस्टर मेरो यहाँ काम आयो के फेरि म लाइभ इन गर्नु न गर्नु भन्नु भनेको त कविता दिदी हैन के सुन्नु न सिस हैन मैले अब मैले के सोचिछु भन्दा जुन दिन मैले के रे रमाको नाम लिए त्यसको लागि सरी कविताको नाम लिए सरी देविकेको नाम लिए सरी म कसैको नाम मैले लिन्न भनेर म बोर्डमा चार भएर म लाइभ बस्न लाग्यो आज 2 दिन भयो 3 दिन भयो म कसैको नाम पनि लिन्न भनेर बसेको मान्छे त ल बारम्बार ल आज त उसको दाइ गएर उलाई थर्काउने बित्तिकै मलाई नै मेरो नै टार्गेट हान्नुपर्ने कारण किन ल भन्नु न सिस्टर हो तपाई त्यो कुरामा मलाई भन्नु तपाई अब मलाई तपाईले मलाई बाँच्न दिने आधार गर्नुस् के म त्यसको बिग्रेर हिँड्न म चाहे जसो तर मलाई बाँच्ने आधार त चाहियो नि त म सामाजिक सञ्जालमा त म पनि आएर खुसी हुन त पर्यो नि त हो कि नै भन्नु न खुसी हुन त पर्यो आफ्नो लाइफ हो आफू त बाँच्नु पर्यो नि अनि म फरक